हेलो गुड मर्निङ ल आज चाहिँ अबिकल इलेक्ट्रिकल्सबाट चाहिँ यहाँबाट चाहिँ एसी गिजरहरू फ्यानहरू हिटरहरू चाहिँ जाँदैछ धरानसम्म भरे जोडेर तपाईँलाई देखाउँछु कस्तो छ हाम्रो बुद्धि ब्रोको घर त्यहाँ बनिँदैछ उहाँको घरमा चाहिँ हामी चाहिँ लगेर चाहिँ अब हालिदिने सामान पछाडि रोड छ यता देखाउँछ त पछाडि ल दमक आइपुग्यो म ड्राइभर भाइ यहाँ चाहिँ वासिङ मेसिन 10 केजीको एसी माइडियाको यो चाहिँ ऊ हो चिम्नी हो यो फ्यानहरू छ गिजर भयो अहिले हामी चाहिँ बेलडाङ्गी आइपुग्यो पेट्रोल पम्प हेरेर हाम्रो भाइ हामी कुमार हेलो भन हेलो ल जाँदैछु फिटिङ गर्नलाई अहिले यस्तो छ हाम्रो चाहिँ तोरीबारीहरू पाल्छ हाम्रो चाहिँ तोरी चाहिँ पाल्छ यो बाटो पत्ता छ है साथी गर्दैछ रोडो अन्नु त रोडै छैन यो चाहिँ अब यो कहाँ भने कुर्ला र पत्तीको बिचको जङ्गलै छ हामी यो चाहिँ खोर्सानीको बाटोमा चाहिँ पानी जाँदैछ जङ्गलतिर हाम्रो बुद्धि प्रोग्राम है धमाधम हुँदैछ बत्ती जोडाइ हुँदैछ यसरी चाहिँ मैले यहाँनिर चाहिँ बरन्डामा चाहिँ एउटा 40 हालिदिएको छ 40 हालिदिएको छ यहाँ हानेको रिचार्जेबल हो त्यो भएर अनि साइडमा यो एउटा सानो 5 वाटको यो पनि 5 वाट हालिदिएको छ मेन भनेको चाहिँ अब किनकि उज्यालो उपरसम्म जानुपर्छ नि त त्यो पर्छ बुझाउजेलो त्यहाँ जानुपर्छ त्यही भएर त्यहाँ हालिदिएको छु है यहाँनिर वासिङ मेसिन अब यहाँ जोड्ने यहाँनिर एउटा बत्ती छ बलिरहेको छ यहाँनिर रिचार्जेबल हो सेन्सर मोसन सेन्सर भयो यहाँ पनि रिचार्जेबल हाल्दैछु बाथरुममा पनि एउटा यहाँनिरको वासिङ मेसिन यहाँ बस्छ यहाँनिर एसी चल्दैछ एउटामा पुरा चल्दैछ यहाँ भनेको मैले 25 हालिदिएको छु त्यहाँ भनेको एउटा हालेको रिचार्जेबल छ अब यहाँनिर हामी चाहिँ यो फिट गर्ने गिजर फिट गर्ने रिचार्जेबल छ यहाँनिर सब छ अझै फ्यान जोड्ने भएको छ काम भयो
अनि अन्त गर्छ कि म कुनै दिन लाइन आएको भगल पाउँछु के भयो लागेन छन् पास भयो हाम्रो बुद्धिबरको यहाँ एउटा यहाँ एसी भयो यहाँ वासिङ मेसिन हाम्रो हेलो हजुर वासिङ मेसिन है हाम्रो ब्रोको के त जाडो छैन त के हो हाम्रो त मर्नै जाडो है ल यो बुद्धि ब्रोको है यो बोलेको शब्द चाहिँ साह्रो नराम्रो लाग्यो मलाई पुरै बत्ती बढाइ मैले त बत्तीहरू एकजोडी छोड्दैछु 9 बजेका तर लाउनु सक्छ ए ल हामी फर्किँदैछौँ काम सिद्ध्याएर अझै अपुरो काम त छ त्यो छोडिदिरहेको छ पछि गर्ने यो फेरि केराबारी बाटो झन्डा पुग्छ नेपालको झन्डा अब हामी चाहिँ फेरि फर्किँदैछौँ अहिले भनेको रातको 11 बजिरहेछ र अब हामी चाहिँ केराबारीको बाटो हुँदै फर्किँदैछौँ र रातको समय चाहिँ केराबारी चाहिँ यस्तो छ है अब यहाँबाट हामी चाहिँ जङ्गल हुँदै चाहिँ फर्किँदैछौँ जम्मा हामी 4 जना छौँ र आजको कामहरू यस रमाइलो भयो फेरि मैले चाहिँ सामानहरू चाहिँ अर्डरको ठाउँमा चाहिँ पुर्याइदिने गरेको छ सबै हामीबाटै हुन्छ कम्पनीले गरिदिन्छ तपाईँहरूलाई आवश्यक पऱ्यो भने मलाई कन्ट्याक्ट गर्नुहोस् होला तपाईँहरूलाई सबै थोक सुविधासहित चाहिँ सामानहरू उपलब्ध गराइदिन्छौँ हस् त अब हामी फर्किने बेला भयो अब यस्तो छ रातिको सिजन हेर्नुहोस् अब हामी यहाँबाट चाहिँ जङ्गलकै जङ्गल बाटो चाहिँ जानुपर्छ यो जङ्गलको बाटो पुरा अँध्यारो छ हस् त Goodbye.